हेलो एन्ड नमस्ते, वेलकम माई अनदर भिडियो। इट्स मी प्रतिमा श्रेष्ठ। म चाहिँ रेडी भइसकेको थिएँ अनि बहिनीलाई पनि मेरो रुममा बोलाएको भएर बहिनी पनि आइसकेको थियो। दुईजना अब एकै ठाउँमा जाने भए चाहिँ सँगै जाऊँ न त भनेर चाहिँ हामीले प्लान बनाइरहेको थियो। हामी चाहिँ जाँदै थियो शारदानगर दिदीको रुममा। प्रायः मैले उसलाई बहिनी बहिनी भनिरहेको हुन्छु, खासमा ऊ चाहिँ मेरो दिदीको छोरी हो। सो हामी चाहिँ दिदीको रुममा पुगिसकेका थियौँ र दिदी घर नगएको नि धेरै भयो थियो अनि दिदीलाई बर्थडेको गिफ्ट पनि नदिएको कारणले चाहिँ आज नै दिनु पर्ला भनेर चाहिँ मैले सानो गिफ्ट लिएर गएको थिएँ। सो एकछिन चाहिँ दिदी कन्फ्युज हुनुभएको थियो, तिमीहरूले मलाई प्र्याङ्क गर्न लाग्यो होला होइन होला भन्दै हुनुहुन्थ्यो, तर टी सर्ट देखेर एकदमै खुसी हुनुभयो। हामी आएको भएर चाहिँ दिदीले चिकन ल्याएर बनाउनु भयो। स्पेसली मलाई चाहिँ दिदीले बनाउनु भएको तरकारीहरू मनपर्ने भएको कारणले दिदीलाई नै बनाउन लगाएँ र दाल आलु र बन्दाको तरकारी चिकन पाकिसकेपछि दिदीले नै खाना हालेर दिनुभयो र भिनाजु पनि आइसक्नु भएको थियो। हामी सबैजना यसरी सँगै बसेर नखाएको अलिकति लामो समय भएको कारणले चाहिँ हामी सबैजना सँगै बसेर चाहिँ खाना खाँदै थियौँ। यसरी भेट्न पाउँदा म चाहिँ एकदमै धेरै खुसी थिएँ। यसैबीच दिदीले भन्नुभयो, साथीहरू खाए ल। यो सुनेपछि हामी सबैजना हाँस्न थाल्यौँ। सो अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।